नमस्कार। ईश्वरपुर मनोकामना अंग्रेजी स्कुलको एउटा विशेष प्रस्तुति सद्गुण यात्राको यो पहिलो अध्यायमा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। यो हामी सबैको लागि असल मूल्य मान्यताहरू सिक्ने र सँगसँगै अघि बढ्ने एउटा सुन्दर यात्रा हो। यो यात्रा सम्भव भएको छ अन्डर द म्यानेजमेन्ट अफ सुदीप कार्की र अन्डर द लिडरशिप अफ उदय बुढाथोकी। हाम्रा आदरणीय संस्थापक श्री सुदीप कार्कीज्यूको दूरदृष्टि र हाम्रा सम्मानित प्रधानाध्यापक श्री उदय बुढाथोकीज्यूको कुशल नेतृत्वप्रति हामी हृदयदेखि नै आभारी छौं। हामीले यो कार्यक्रम किन सुरु गर्यौं? किनभने हाम्रो विश्वास छ साँचो शिक्षा भनेको किताबी ज्ञानमा मात्र सीमित हुँदैन, यो त संस्कारसँग जोडिएको हुन्छ। हो, त्यही संस्कार जसले हाम्रो चरित्र बनाउँछ र हामीलाई एउटा अर्थपूर्ण जीवन जिउन सिकाउँछ। ल, अब सुरु गरौं हाम्रो यात्राको पहिलो एपिसोड, सामान्य दैनिक कर्तव्यहरू। सुन्दा सामान्य लागे पनि यिनै साना साना कामहरूले हाम्रो जीवनमा ठूलो र सकारात्मक परिवर्तन ल्याउन सक्छन्। अब प्रश्न उठ्छ, हामी कसरी आफ्नो हरेक दिनलाई अद्भुत र सफल बनाउन सक्छौं त? यसको उत्तर हाम्रो दिनको सुरुवातबाटै सुरु हुन्छ। भनिन्छ नि, बिहानीले दिनको संकेत गर्छ। त्यसैले एउटा सकारात्मक दिनको लागि बिहानको सुरुवात पनि एकदमै राम्रो हुनुपर्छ। आउनुहोस् हेरौं कसरी। यसका लागि 3वटा सरल तर महत्त्वपूर्ण कुरा छन्। पहिलो, समयमै उठ्ने। दोस्रो, आफ्नो ओछ्यान आफै मिलाउने। यसले दिनको पहिलो काम सफलतापूर्वक पूरा भयो भन्ने महसुस गराउँछ। र तेस्रो, आफ्नो कोठा सफा र चिटिक्क पार्ने। यी बानीले हामीलाई अनुशासित बनाउन सिकाउँछ। अब कुरा गरौं व्यक्तिगत सरसफाईको। दिनमा 2 पटक दाँत माझ्ने, हरेक दिन नुहाउने, सफा लुगा लगाउने र समय समयमा हात धुने। यी सबै बानीले हामीलाई स्वस्थ र ताजा महसुस गराउँछ। यो आफैलाई सम्मान गर्ने एउटा तरिका पनि हो। बिहानको सुरुवात राम्रो भयो, सरसफाई पनि भयो। अब दिनभरि ऊर्जामान रहन के गर्ने त? आउनुहोस् हाम्रो शरीर र दिमागलाई चाहिने इन्धनको बारेमा कुरा गरौं। हाम्रो शरीरलाई सबैभन्दा धेरै चाहिने कुरा हो पानी। दिनमा कम्तीमा 3 देखि 4 लिटर पानी पिउँदा हाम्रो दिमाग तेज चल्छ र शरीर पनि दिनभरि सक्रिय रहन्छ। पानीसँगै हामीलाई स्वस्थ खाना पनि चाहिन्छ। फलफूल, सागसब्जी र प्राकृतिक जुस जस्ता खानेकुराले हाम्रो शरीरलाई सिक्न, बढ्न र खेल्नको लागि आवश्यक शक्ति दिन्छ। हाम्रो असल बानीको प्रभाव हामीमा मात्र पर्दैन, यसले त हाम्रो परिवार, साथीभाइ र शिक्षकहरूसँगको सम्बन्धलाई पनि राम्रो बनाउँछ। चाहे हामी स्कुलमा हौं वा घरमा, अरूलाई सम्मान गर्नु एकदमै महत्त्वपूर्ण छ। नम्र शब्द बोल्ने, आफ्नो पालो पर्खने, आदरपूर्वक कुरा गर्ने, यस्ता व्यवहारले हाम्रो सम्बन्धलाई अझ बलियो र सुमधुर बनाउँछ। जब कसैले हाम्रो लागि केही गरिदिन्छ, एउटा सानो शब्द धन्यवादले धेरै ठूलो अर्थ राख्छ। यसले हाम्रो कृतज्ञता देखाउँछ र उनीहरूलाई पनि खुशी महसुस गराउँछ। कहिलेकाहीँ हामीबाट गल्ती हुन सक्छ, तर गल्ती स्वीकारेर मनैदेखि माफ गर्नुहोस् भन्न सक्नु कमजोरी होइन, यो त साहसको निशानी हो। यसले देखाउँछ कि हामी आफ्नो गल्ती सुधार्न चाहन्छौं। दिनभरिका कामहरू सकेपछि दिनको अन्त्यलाई पनि शान्त र व्यवस्थित बनाउनु उत्तिकै जरुरी छ। यसले हामीलाई अर्को दिनको लागि तयार हुन मद्दत गर्छ। साँझमा परिवारसँग समय बिताउने, भोलिको लागि चाहिने सामानहरू तयार पार्ने र सुत्नुअघि आफ्नो कोठा फेरि एकपटक मिलाउने। यी बानीले हामीलाई व्यवस्थित र शान्त महसुस गराउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, निद्रा। हाम्रो शरीर र दिमागलाई रिचार्ज गर्नको लागि हरेक रात 7 देखि 8 घण्टाको गहिरो निद्रा एकदमै आवश्यक छ। यो भनाइ एकदमै सत्य छ। एउटा राम्रो दिनको सुरुवात अघिल्लो रातको शान्त निद्राबाट हुन्छ। त्यसैले हाम्रो सुत्ने समयको तालिका पनि दिनको एउटा महत्त्वपूर्ण हिस्सा हो। यी सबै साना साना दैनिक कर्तव्यहरू नै हाम्रो सद्गुण यात्राको पहिलो पाइला हुन्। यी बानीहरू अपनाएर हामी आफ्नो दिन मात्र होइन, आफ्नो सम्पूर्ण जीवन र चरित्रलाई नै सुन्दर बनाइरहेका हुन्छौं। यस्तै असल बानी र संस्कारका बारेमा थप जान्नको लागि हाम्रो सद्गुण यात्रामा सँगै रहनुहोला। आजको यो पहिलो अध्यायमा साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद। अर्को अध्यायमा भेट्ने वाचा गर्दै आजलाई बिदा माग्छौं। नमस्कार।